खुवाउने होइन पराल मुठा झार्यो 20 केजी धान हुन्छ त्यस्तै बनाउनै पर्छ त्यो बनाउनै पर्छ पराल मात्रै दिएर खाँदैन खान्छ अलिअलि खान्छ त्यसले अगाउँदैन त्यो त एउटा दिनमा अहिले कतिवटा खान्छ 100 वटा खान्छ बढी खान्छ ए भनेपछि तपाईँले दिनमा चाहिँ बढी बनाएर खुवाउनै जति पर्छ खाओस् हाम्रो पेटभरि कर्तव्य खाइदिनु। अब अहिले खाएन नि त यसले खाइसकेको छ दिनभरि आज त्यही त अब अहिले खाएन भन्नु खोजेको अहिले खान्छ एकछिन पछि खान्छ पानी खाएछ पानी खाएछ हजुर हजुर अब एकछिन पछि खान्छ अलिकति खान्छ अनि त्यसपछि हामी पनि खानासाना खान्छौँ खान्छु चाँडै सुत्छु यसलाई त्यसको दिन्छु ए अनि यसको यो माथिको गद्दा सद्दा हाल्नु पर्यो भने छ ए सबै कुरो छ यसको नाम पनि होला नि यसको जानकी कवि जानकी जानकी माता की जय एकचोटि नमस्ते गरिदे त जानकी गर्दै माता की भनेको। जय हो जय 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 गणेश भगवान क्या कुरा बुझ्ने होइन कति वर्षको भयो 38 हालेको पो थिए पोथी ए अनि भनेपछि बच्चाहरूले पाउँछ बाचा पाउने बेला पहिला छैन पाएको अब पाउने बेला छैन पहिला नि पायो होइन हजुर एउटा पाएको इन्डियाबाट ल्याएको यो पहिल्यै ए पहिले अनि यसले कति वर्षदेखि बच्चा पाउँछ 12-13 वर्षको पाउँछ ए भनेपछि यसले सेम मान्छे जस्तै हो अनि कति वर्षमै पाउँछ होइन 2 वर्षमा एउटा दिने 2 वर्ष भनेपछि कतिवटा वर्ष पायो होइन उता इन्डियामा एउटा हामीले देख्यो हो त्योभन्दा पहिला नि पायो होला त त्यसपछि यहाँ आएर यो गए वर्ष मात्र लाग्यो 14-15 महिनाको प्रेग्नेन्ट थियो अब 9 महिना भनौँ न 15 7 8 उयो 8 महिना 7-8 महिना अनि अनि त्यो नि बेचिदिने हो होइन अब बेच्न पाउँदैन अब किन बेची गर्न पाउँदैन अब पाउँदैन न त पहिला बेच्थे हजुर अनि अब नेपालमा केही समय कोभिड-19 भन्दा अगाडि कोभिडसम्म खरिद बिक्री थियो त्यसपछि बन्द भयो नेपाल सरकारले बन्द गर्यो व्यक्ति यहाँ नि बेच्नु पाउँदैन त अब पाउँदैन अब जस्तै अब मलाई चाहियो यहीँ छिमेकी हो अब भने यस्तो छ तपाईहरु यहाँको बासी यति लोकल छ भने अब कसरी मिलाउनु पर्छ त्यो मन्त्रालय अब बाहिर भनेको चितवन जिल्ला बाहिर कट्न पाउँदैन त्यही भन्नु खोजेको चितवन जिल्ला बाहिर कट्नु पाउँदैन चितवन जिल्लाभित्र चाहिँ भित्र राख्न पाइयो त्यही भने तर नेपालको कानुन धेरै भत्र भुल छ असाध्यै केही छैन के अब हेर्नु न यहाँको हात्ती चाहिँ कतार जान कता पाउँदैन पाउने हो यहाँको सामान नेपालको सामान नेपालमा जान पाउँदैन पाउने पोखराले चाहियो काठमाडौँमा यो सबै कानुन फेरि हो फेरिन्छ के भन्छ अगाडि चुनाव भनेछ नि चुनाव चुनावमा 84 मा हुन्छ हो